स्वागत छ तपाईहरूलाई अलौकिक घटनाको यो संसारमा। यदि हजुरहरूसँग पनि यस्तो कुनै घटनाहरू छन् भने हामीलाई स्क्रिनमा रहेको आइडीमा पठाउन सक्नुहुन्छ। आइडीको डिटेल हामीले तल डिस्क्रिप्सनमा पनि राखिदिएका छौँ। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमै रहेको बेल आइकन पनि दबाउनुहोला। नमस्ते, मेरो नाम समीर। आज मैले म अनि मेरो साथीहरूसँग घटेको एउटा घटना यहाँ सुनाउँदैछु। काठमाडौँको एउटा प्रख्यात कलेज, त्यस कलेजमा हामी मास्टर पढ्दै थियौँ। कलेजमा हामी मास्टर पढ्दै गर्दा हाम्रो होस्टेलमा घटेको घटना थियो। यो हाम्रो कलेज भने एकदमै प्रख्यात थियो। काठमाडौँको ठुलो कलेजमा हाम्रो कलेजलाई मानिन्थ्यो। हाम्रो कलेजमा टाढा टाढाबाट विद्यार्थीहरू धेरै सपनाहरू बोकेर पढ्न आउँथे। यस्तै हाम्रो ग्रुपमा एकजना बिहारबाट आएको केटो पनि थियो। उसको नाम थियो पवन दुबे। ऊ एकदमै मजाकी मान्छे थियो, एकदमै रमाइलो मान्छे। हामी सबैले उसलाई मायाले दुबे भाइ भनेर बोलाउने गर्थ्यौँ। ऊ पनि मक्ख पर्थ्यो, उसलाई त्यो नाम सायद एकदमै मन पर्थ्यो। दुबे भाइ हामी सबैजनाको प्रिय मान्छे थियो। विद्यार्थीहरूको मात्र नभई सबै शिक्षकहरूको पनि ऊ प्रिय मान्छे थियो। उसको न्यानो मुस्कान, आत्मीयता र उसको व्यवहारले सबैलाई मन जितेको थियो। दिनहरू राम्रोसँग चलिरहेको थियो। हामी सबै एकअर्कासँग मिलेर पढेर घुमघाम गर्ने, रमाइलो गर्ने गर्थ्यौँ। एक दिन दुबे भाइ आफ्नो दाजुको विवाहमा सहभागी हुन 15 दिनको लागि आफ्नो गाउँ फर्कियो। उनले हामीलाई पनि सँगै जान अनुरोध गरेको थियो, तर अब सबैको बिदा मिल्न पनि गाह्रो थियो। फेरि कलेजमा पढाइ पनि छुट्यो, त्यसैले हामीले चाहिँ नजाने निर्णय गर्यौँ। साथीहरू सबैले उसलाई छिट्टै फर्किन आग्रह गरे। दुवै भाइ पनि दङ्ग पर्दै मात्र 15 दिन त हो नि, म फर्किहाल्छु नि भनेर ऊ हामीसँग बिदा भएर गयो। 15 दिन पनि बितिसकेको थियो र ऊ फर्केर पनि आयो। उसलाई देखेर हामी सबै एकदम खुसी भएका थियौँ, किनभने हामीले उसलाई धेरै नै मिस गरिरहेको थियौँ। हामीले ऊ आएको रात अब हामी रमाइलो गर्नुपर्छ भन्दै ग्यादरिङ गर्ने निर्णय गर्यौँ। तर त्यो रात उसमा केही जोस नै थिएन। ऊ एकदमै गुमसुम थियो, लाग्थ्यो कि ऊ एकदम निराश थियो। हामीले सोच्यौँ कि सायद लामो यात्रा गरेर आएको हुँदा ऊ थाकेको हुनुपर्छ। त्यसैले हामीले पनि उसलाई खासै केही भनेनौँ र उसलाई हामीसँग रमाइलो गर्न जोड पनि दिएनौँ। दिन बित्दै गयो, उसको व्यवहारमा पहिला जस्तो उमङ्ग नै थिएन। ऊ अब पहिला जस्तो थिएन। पहिला चाहिँ रमाइलो कुरा गर्ने, साथीहरूसँग मजाक मस्ती गर्ने, उसको त्यो बानी लाग्थ्यो कि उसले आफ्नै गाउँमा छोडेर आएको थियो। ऊ साथीहरूसँग टाढा टाढा भाग्थ्यो। हामीले सँगै खाजा खान बोलाउँदा पनि ऊ खाँदिन, मलाई खान मन छैन, म पछि खान्छु भनेर ताड्थ्यो। पढाइमा पनि उसको मन गुमाइएको जस्तो देखिन्थ्यो। दिनभरि ऊ कता हराउँथ्यो कता, कसैसँग बोल्दा पनि बोल्दैन थियो, कसैले सोधे पनि केही भन्दैन थियो। रात पर्दा मात्र ऊ चुपचाप होस्टेल आउँथ्यो। हामी साथीहरूले उसलाई धेरैचोटि यो बारेमा जान्न कोसिस गर्यौँ, तर दुवै भाइको आँखामा अनौठो सन्नाटा देखिन्थ्यो। जस्तो लाग्थ्यो कि उसले आफ्नो मनमा गहिरो पीडा लुकाएर बसेको छ। यस्तै गर्दा गर्दै 2 हप्ता पनि बितिसकेको थियो। एक दिन अचानक उसको परिवारका सदस्यहरू होस्टेलमा आइपुगे। उनीहरूको अनुहारभरि आँसु थियो। उनीहरूको आवाज पनि एकदम दबिएको थियो। उनीहरूको आवाजमा एकदम पीडा मिसिएको थियो, एकदम निराश थियो उनीहरू। उहाँहरूलाई देखेर मेरो एउटा साथीले सोधिहाले, तपाईँहरू दुवै भाइलाई भेट्न आउनुभएको होला? दुवै भाइ त होस्टेलमा छैन नि, ऊ त आजकल खै कता जान्छ कता, राति मात्र आउँछ ऊ त। यो सुनेर दुवै भाइका आफन्तहरू भक्कालिए। आँसु थाम्न नसक्ने स्वरमा परिवारका एक सदस्यले भन्यो, अब कसरी फर्किन्छ ऊ?
ऊ अब कहिल्यै फर्किँदैन, हामी त उसको सामान लिन आएको। दुवै भाइ अब यो संसारमा छैनन्। यो सुनेर हामी अचम्ममा पर्यो। होइन, के कुरा सुन्नु पर्यो यस्तो? उनको परिवारका एक सदस्यले भन्यो गाउँ फर्किएको 2 दिनमै उसको त मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। यो सुनेर होस्टेलभरि एकाएक गहिरो मौन छायो। हामी केही जवाब दिने अवस्थामा नै थिएनौँ, तर हामीलाई अनौठो लागिरहेको थियो। यदि दुवै भाइको मृत्यु भइसक्यो भए हामीसँग बस्ने त्यो को थियो? सबैले स्तब्ध हुँदै सोच्न थाले, जसलाई हामी रात दिन देख्थ्यौँ त्यो दुवै भाइको हातमा थियो। हामी एकदम अचम्ममा पर्यो र हामी एकदम पीडामा थियौँ। हामीलाई भित्रभित्र एकदम डर पनि लागिरहेको थियो। तर त्यस रातपछि भने त्यस दुवै भाइको आत्मा हामीले होस्टेलमा कहिले पनि देखेनौँ। यो सबै घटना पश्चात धेरै महिनासम्म सबै विद्यार्थीहरू डर र पीडामा बाँच्न बाध्य भए। दुवै भाइको कोठा भने बन्द गरियो। अहिले भने त्यस कोठाको ढोकामा ठुलो तालचा लगाइएको छ। यस्तो लाग्छ कि दुवै भाइको अधुरो सपना होस्टेलमै अल्झिएर बसेको होस्। सबै शिक्षकहरू भन्छन् दुवै भाइलाई होस्टेलप्रति गहिरो माया थियो, त्यसैले त ऊ मृत्यु पश्चात पनि त्यस होस्टेललाई छोडेर जान सकेका थिएनन्। सायद ऊ साथीभाइको मायाले गर्दा फेरि पनि त्यस होस्टेलमा फर्किएका थिए कि। आज पनि जब त्यो रात सम्झिन्छु मेरो आँखाभरि आँसु आउँछ, मेरो आँखा त्यसै रसाउन थाल्छ। खै के भन्नु, हामीले त यो सबै घटनालाई आफैले आफ्नै आँखा अगाडि भोगेका थियौँ। सुन्दा, हेर्दा, देख्दा सबैलाई अनौठो लाग्न सक्छ, अचम्म लाग्न सक्छ, तर हाम्रो लागि यो नै सत्यता थियो। आज पनि हामी कहिलेकाहीँ त्यस होस्टेलमा जाँदा हामीलाई दुवै भाइको यादले सताइ नै रहन्छ। नमस्ते, मेरो नाम समीर श्रेष्ठ, म असनमा बस्छु। आज मैले मसँग घटेको एउटा अनौठो चम्मको एउटा घटना हजुरहरूलाई सुनाउन गइरहेको छु। यो घटना भने आजभन्दा यस्तै 18 वर्ष अगाडि घटेको घटना हो। हाम्रो पुरानो घर थियो, माटोको घर, त्यो पुरानो नेवारी स्टाइलको त्यस्तै घर थियो हाम्रो। अहिले त हामीले त्यो घरलाई भत्काएर नयाँ बनाइसकेका छौँ। पहिला हाम्रो पुरानो घरमा हुँदा हाम्रो घरको टोइलेट भने अब घर बाहिर तल नै हुन्थ्यो। प्राय पुरानो घरहरूमा सबैको घरमा टोइलेट भने कि त तल भड्याङ्गुनी हुन्थ्यो अथवा भनौँ बाहिर चोकतिर हुन्थ्यो। हाम्रो घरमा पनि त्यस्तै चोकतिर टोइलेट थियो। एक रातको कुरा हो, मलाई मध्यरातमा एकदमै टोइलेट जान हतार भयो। त्यो बेला फेरि लोड सेडिङ पनि भइरहेको थियो। म सानो टर्च लाइट बालेर आधा निन्द्राको सुरमै टोइलेटतिर गएँ। अँध्यारोमा बिस्तारै हिँड्दै म टोइलेटमा गएँ। टोइलेटमा बसिरहँदा मैले त्यो हाम्रो पछाडिपट्टिको इनारमा कसैले पानी तानिरहेको, इनारबाट पानी तानिरहेको जस्तो आवाजहरू सुनिरहेँ। कोही बोलिरहेको जस्तो आवाज पनि आइरहेको थियो। तर मलाई भने अचम्म लाग्यो, किनभने यति राति कसले पानी तान्न आउँथ्यो, के को लागि पानी तान्थ्यो र इनारबाट? कोही टोइलेटै जान खोजेको भए पनि टोइलेटमा त म छु, पहिला त टोइलेटमा आएर हेर्नुपर्ने हो। म यस्तै कुरा सोध्दै थिएँ। त्यसपछि म टोइलेटबाट बाहिर आएर त्यहीँबाट टोइलेट बाहिरबाट यसो इनारतिर हेरेँ। इनार चाहिँ अलिक पछाडि भएकोले राम्रोसँग देखिँदैन थियो टोइलेट एरियाबाट। अनि अँध्यारो भएको कारणले मैले भित्र गएर हेरिनँ। अब मलाई निन्द्रा पनि लागिरहेको थियो। अनि मैले सोचेँ कि अब कोही आउनुभयो होला, अब ठुलो बाहरू, दाईहरू, भाइहरू कोही आउनुभयो होला भनेर सोचेँ। म त्यो कुरालाई खासै ध्यान नदिकन आफ्नै कोठातिर फर्केँ। बत्ती गइरहेको थियो। कोठामा फर्किसकेपछि मलाई फेरि निन्दै लागेन। त्यस पछाडि अब एकदमै गर्मी भएको हुँदा पछाडिको झ्याल खोल्ने भनेर म झ्यालतिर गएँ। झ्याल खोलेर हेर्दा त्यो
इनारमा अझै पनि आवाजहरू आइरहेको थियो, कसैले पानी तानिरहेको जस्तो आवाज आइरहेको थियो। त्यत्रो बेर भइसकेको थियो तैपनि आवाज आइरहेको थियो। त्यसैले मैले अलिकति निहुरेर इनारतिर हेरेँ। इनारतिर हेर्दाखेरि कोही बुढी मान्छे त्यहाँ इनारमा पानी तान्दै रहेछ। म अचम्म भएँ, को रहेछ यति राति इनारबाट पानी तान्ने? मलाई लाग्यो कि कतै हाम्रो हजुरआमा त होइन। त्यस पछाडि मैले एकदम ध्यान दिएर हेरेँ। ध्यान दिएर हेर्दा त्यो बुढी आइमाईको हावभाव अथवा भनौँ उनको शैली मेरो हजुरआमाको जस्तो भने थिएन। तैपनि अब मलाई लाग्यो कि अरू को आउँछ, हजुरआमै त हुनुपर्छ भनेर जोसुकै होस् भनेर म चाहिँ आफ्नै खाटमा गएर पल्टेँ। अब निन्द्रा चाहिँ मलाई लागेकै थिएन। झ्याल खोल्दा पनि चिसो हावाको सट्टा तातो हावा नै आइरहेको थियो। मलाई एकदम गाह्रो भइरहेको थियो। धेरै समय पछाडि पनि त्यहाँ आवाज भने आइ नै रहेको थियो इनारमा। अब त्यो सोद्धा म कतिखेर निदाएछु मलाई थाहा नै भएन। भोलिपल्ट बिहानै मैले हजुरआमालाई यो बारे सोध्छु भनेर म हजुरआमाको कोठातिर गएँ। हजुरआमाको कोठा भने त्यही इनार भएको घरको माथि एक तल्ला माथि थियो। त्यस पछाडि म चिया खाएर हजुरआमाको कोठामा गएँ। मैले हजुरआमालाई सोधेँ कि हजुरआमा तपाईँ हिजो राति 12 बजीतिर इनारमा पानी ओसार्दै बस्नुभएको थियो, यति राति तपाईँ किन इनारमा जानुभएको? मैले सोधेँ। मेरो कुरा सुनेर हजुरआमाले अचम्म मानेर मलाई हेरे। हजुरआमाले भन्नुभयो कि के गर्छ यो? म त हिजो राति 8 बजे नै खाना खाएर सुतेपछि आज बिहान 5 बजे त उठ्दैछु। मलाई खुट्टा दुखेको भएर म तल पनि गएको छैन। म यही बरन्डा बाहिरबाट मुख धोएर आराम गरिरहेको। यो कुरा सुने चाहिँ मलाई अचम्म लाग्यो। हिजो मैले देखेको त्यो मान्छे को थियो त? अब हाम्रो घरमा कोही बाहिरको मान्छे आउने कुरा त भएन। त्यसपछि मैले हजुरआमालाई हिजो मैले देखेको घटनाको बारेमा सबै जानकारी गराएँ। मैले त्यति भनिसकेपछि हजुरआमाले भन्नुभयो कि के कुरा गर्छ यो? कतै तैँले बुढी हजुरआमालाई त देखिनस्? बुढी हजुरआमा? यो कुरा सुनेर म अचम्ममा भएँ। म एकछिन अकमक्कै। मैले भने बुढी हजुरआमालाई मैले कसरी देख्छु? त्यसपछि हजुरआमाले भन्नुभयो कि धेरै वर्ष अगाडि मेरो हजुरआमा अनि मेरो बुवा मम्मी मेरा ठुलोबाहरूले पनि हाम्रो बुढी हजुरआमालाई बेला बेलामा कहिलेकाहीँ त्यस इनार वरिपरि देख्नुहुन्थ्यो अरे। भन्न खोज्नु भएको के थियो भने उहाँहरूले बुढी हजुरआमाको आत्मालाई त्यस इनार वरपर देख्नुहुन्थ्यो अरे। यो कुरा सुनेर म त एकछिन अक्क नबक्क परेँ। म केही बोल्नै सकिनँ। मैले भने हजुरआमा यस्तो कुरा पनि हुन्छ र? तर हजुरआमाले भन्नुभयो कि होइन, यो कुरा सत्य हो। हामीले पनि पटक पटक बुढी हजुरआमालाई देखेको थियो। धेरै भयो हजुरआमालाई कसैले पनि नदेखेको, आज तिमीले यस्तो कुरा गर्यौ भनेर हजुरआमाले भन्नुभयो। मलाई भने अचम्म लाग्यो। ठिकै छ, त्यो हजुरआमाको आत्मै थियो भने पनि त्यो बुढी हजुरआमालाई त मैले चिनेको पनि थिएन। किनभने म यस्तै 1.5-2 वर्ष हुँदाखेरि नै उहाँ बित्नु भएको थियो। मैले त्यसपछि हजुरआमालाई सोधेँ कि मैले बुढी हजुरआमालाई कसरी देखेँ, किन देखेँ? हजुरआमाले भन्नुभयो कि ती बुढी हजुरआमा इनारमा एकदमै पानी खेल्नु पर्ने, त्यो इनारबाट पानी झिकेर उहाँ लुगा धुने नुहाउने गरि नै रहनुहुन्थ्यो। उहाँको मृत्यु पनि त्यही इनार छेउमा लडेर भएको थियो। सायद उहाँलाई आफ्नो पनातिलाई भेट्ने इच्छा पो भयो कि सानैमा देखेको। यो कुरा सुनेर म त के भन्नुभयो। यो कुरालाई विश्वास गरौँ कि के? तर मैले हिजो देखेकै थिएँ। हजुरआमाको भनाइअनुसार हजुरआमाको कुरा सुन्दा लाग्थ्यो मैले हिजो जसलाई देखेँ त्यो बुढी हजुरआमा नै थियो। त्यस रातपछि भने मैले त्यो बुढी आमालाई कहिले पनि देखिनँ। अझै पनि मलाई अचम्म लाग्छ मैले त्यस दिन त्यो बुढी हजुरआमाको आत्मालाई कसरी देखेँ र किन देखेँ।
हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमै रहेको बेल आइकन पनि दबाउनुहोला।